हे गाइज र आज म बनाउँदैछु कोफ्ता करी र इजरायलमा यसलाई सिसोत भन्छ र एउटा बोलमा बिफ किमा, चप्ड ओनियन, चप्ड जुकिनी, चप्ड धनिया, गार्लिक पाउडर, ब्ल्याक पेपर, एउटा अन्डा, रेड चिल्ली पाउडर, ब्रेड क्रम्स, नुन, अलिभ ओइल हालेर मजाले मिक्स गरिदिनुहोस् र 5 मिनट्सको लागि छोपेर राखिदिनुहोस्। हातमा ओइल लगाएर कोफ्ता बनाउनु सुरु गर्नुहोस्। अन्डा र ब्रेड क्रम्स हाल्दाखेरि कोफ्ता पकाउँदाखेरि फुट्ने डर हुँदैन। सबै कोफ्ता फ्रिजरमा राख्छु, खाली 6वटा कोफ्ता मात्रै आज म पकाउँछु। प्यानमा ओइल तातेपछि क्युमिन सिड, ओनियन पेस्ट, जिन्जर गार्लिक पेस्ट, क्युमिन पाउडर, पेप्रिका पाउडर, टर्मरिक पाउडर हालेपछि थोरै पानी हालेर 10 मिनटको लागि छोपेर पकाउनुहोस्। 10 मिनट बाद यतिको ग्रेभी भएपछि तातो पानी हालेर कोफ्तालाई हालिदिनुहोस्। 20 मिनटको लागि कोफ्तालाई छोपेर पकाउनुहोस् र 20 मिनट बाद हाम्रो कोफ्ता रेडी हुन्छ। यस्तै कुकिङ भिडियो अनि कुकिङ टिप्सको लागि मलाई फलो गर्नुहोस्। तपाईहरूले गरिदिनु भएको लाइकले अझै मोटिभेट हुन्छ, अझै भिडियो बनाउनु मन लाग्छ। थ्याङ्क्स फर योर सपोर्ट। सी यू इन अ नेक्स्ट भिडियो। बाई बाई।